नमस्ते साथीहरू, नमस्ते है सबै साथीलाई नमस्ते। म आज कस्तो एउटा कुरो बोल्नै मन लाग्यो क्या साथीहरू। हाम्रो छोराछोरीलाई सम्पत्ति दिने भन्दा संस्कार दिनुपर्छ साथीहरू। किन भन्दाखेरि सम्पत्ति दियो भने उसले केही थाहा हुँदैन, संस्कार पनि बिर्सिन्छ। संस्कार दिनुपर्छ साथीहरू। किनकि कहिलेकाहीँ दुःख पनि देखाउनुपर्छ छोराछोरीलाई। सुख देखायो भने तिनीहरूले दुःख देख्दैन। सबैभन्दा ठुलो दुःख संस्कार सबै थाहा पायो भने उनीहरू खुट्टा टेकेर खानु सक्छ क्या साथीहरू। खुट्टा टेकेर सुक्खैमा राख्यो भने पछि भविष्यमा दुःख पाउँछ कि साथीहरू। खुट्टा टेक्नु सक्दैन नि, दुःख पनि देखाउनु अलिअलि है साथीहरू। दुःख पनि देखाउनु छोराछोरीलाई। किन भन्दाखेरि उनीहरूले पढ्दाखेरि थाहा पाउँछ नि त। उनीहरूले पढ्दाखेरि थाहा पाउँछ। बढी भयो माफ गर्नु ल साथीहरू, माफ गरिदिनु ल बढी भयो। नमस्ते साथीहरू, नमस्ते है सबै साथीलाई नमस्ते। म आज कस्तो एउटा कुरो बोल्नै मन लाग्यो क्या साथीहरू। हाम्रो छोराछोरीलाई सम्पत्ति दिने भन्दा संस्कार दिनुपर्छ साथीहरू। किन भन्दाखेरि सम्पत्ति दियो भने उसले केही थाहा हुँदैन, संस्कार पनि बिर्सिन्छ। संस्कार दिनुपर्छ साथीहरू। किनकि कहिलेकाहीँ दुःख पनि देखाउनुपर्छ छोराछोरीलाई। सुख देखायो भने तिनीहरूले दुःख देख्दैन। सबैभन्दा ठुलो दुःख संस्कार सबै थाहा पायो भने उनीहरू खुट्टा टेकेर खानु सक्छ क्या साथीहरू। खुट्टा टेकेर सुक्खैमा राख्यो भने पछि भविष्यमा दुःख पाउँछ कि साथीहरू। खुट्टा टेक्नु सक्दैन नि, दुःख पनि देखाउनु अलिअलि है साथीहरू। दुःख पनि देखाउनु छोराछोरीलाई। किन भन्दाखेरि उनीहरूले पढ्दाखेरि थाहा पाउँछ नि त। उनीहरूले पढ्दाखेरि थाहा पाउँछ। बढी भयो माफ गर्नु ल साथीहरू, माफ गरिदिनु ल बढी भयो।